is a precious gift. ह्याप्पी फादर्स डे गाइस। मैले चाहिँ फादर स्पेसियल एउटा सानो भिडियो लिएर आएको छु। चेक इट आउट। म बाउको घर जाँदैछु। स्टे ट्युन। आइपुगेँ। सरी, म चाहिँ आइपुगेँ। मेरो बाउ हो, 90 वर्षको बुवा आउँदै हुनुहुन्छ। म बाउलाई घुमाउनु लान्छु आज फादर डे स्पेसलमा। लेट्स मेक अ स्विट मेमोरी। बाबालाई चाहिँ क्यामेरा मन पर्दैन, के भन्छ बाउले? मैलाको सफा गर्नु लाग्यो। ओके, हाई, ह्याप्पी फादर्स डे मेरो बाउ। फले खिचिहाल्नुपर्छ। आज बाउको व्रत। बाउ हप्तामा कति बार व्रत बस्छ बाउ? हप्तामा मङ्गलबार के बार व्रत बस्छ? के हप्तामा कति बार व्रत बस्छौ? मङ्गलबार, आइतबार, मङ्गलबार, आइतबार मङ्गलबार बस्छ अरे। अनि पूर्णे, औँसी, एकादशी बस्छ। ओके, स्टे ट्युन। मैले चाहिँ बाउलाई यहाँ ल्याएको छु। उसको बाउको चाहिँ यहाँनिर फेभरेट बजार हो। यहाँ चाहिँ फलफुल, फुलहरू के जाति पाउँछ। लेट्स चेक बाउले के किन्छ। हेर्दै गर्नु होला, म तपाईँलाई देखाउँछु। कति खिचेको पऱ्यो भन्दा चाहिँ बाउलाई चाहिँ फोटो खिचेको क्यामेरा मन पर्दैन। लेट्स डु। के बिना खिचेको भन्दैछ हाम्रो बाउले चाहिँ। यहाँनिर यस्तो राम्रो फुलबारी छ। हेर कति राम्रो फुलबारी, मन पर्यो? फादर डेमा हेर म फुलबारी घुमाउनु ल्याएको छु बाउलाई। हाम्रो आमा पनि छिन्यो। बाबुको यो फेभरेट जग्गा। यहाँ चाहिँ फुलहरू, बोट बिरुवाहरू बेच्छ। घुमाउनु ल्याएको मैले बाउलाई आज। नकिस भन्छ।
यहाँ हाल्नु छानेर अलिक पाके बाउ अम्बक लान्छ अरे एउटा भाबी अझै बोक्नु नि हुन्छ अरूले नि खान्छ दुईवटा मात्रै बोक्नु त आउँदा अम्बक आयो है बाउ यो आमा हाई भन हाई भन न हाई चरालाई चारो जुकुनी बाउलाई यत्रो फ्लावर किन्दैछु बाउ आउँदैछ ह्याप्पी फादर्स डे बाउले फादर्स स्पेसल ह्याप्पी फादर्स डे एभ्रीवान थ्याङ्क यू फर वाचिङ माई च्यानल द्याट्स इट फर टुडे आज चाहिँ मैले बाउलाई घुमाउनु लगेको छु आज फादर डेको लागि तपाईहरुले के कसो गर्नुभयो कमेन्ट डाउन बिलो ह्याप्पी फादर्स डे एभ्रीवान इन्जॉय Dad, I love you more than words can say. You're my hero in every way. Thank you for everything you do. I'm so proud to be your son, daughter. It's true.